हेलो नमस्ते अनि धेरै धेरै स्वागत छ मेरो सर्ट भिडियोमा है। र म चाहिँ ब्याक टु गेजिङ है, गेजिङ फर्किँदै गरेको। सोचेको थिएँ सन्डेसम्म बस्छु भनेर चाहिँ है, हिजो टिका थियो। सो आज भोलि 2-3 दिन काम गरेर मात्रै फर्किन्छु सोचेको थिएँ। बट सोचे जस्तो जिन्दगीमा कहिले पनि हुँदैन। यो त सबै कुरा सबैजना थाहा भएकै कुरा हो कि सोचे जस्तो जिन्दगी कहिले पनि हुँदैन। र मेरो पनि त्यस्तै भयो है, जुन नसोचेको कुरा होइन फर्किनै पर्ने खालको सिचुएसन भयो। सो म फर्किँदैछु र यो चाहिँ हाम्रो घर गाउँको बाटो हो, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ गाडी कुद्दैन र निकै परसम्म मात्रै आउँछ। खोला पारिपट्टि भनौँ न, खोला माथि छु म चाहिँ अहिले फिलहाल चाहिँ, र खोला पारिपट्टिसम्म मात्रै आउँछ गाडी चाहिँ। अन्त म चाहिँ फर्किँदैछु। यहाँबाट हिँडेर फर्किनु पर्ने हुन्छ तपाईँको आधै घन्टा अलिक बेसी लाग्छ होला मलाई है, 40 मिनट जस्तो लाग्छ होला। त्यसको बादमा चाहिँ बाइक भएको जग्गामा पुग्छु, गाडीहरू आउने जग्गामा पुग्छु। अन्त म चाहिँ अचानकमै फर्किनु पर्यो है। मैले सन्डेसम्म बसेर घरमा धेरै कामहरू सघाएर फर्किन्छु सोचेको थिएँ। हुनु त तपाईँको हिजोसम्मै काम गरेको, हिजो तपाईँको डेमा 2-3 घन्टा मात्रै रेस्ट भयो, किनभने भाइटिका थिएन। सो बिहान पनि काम गरे भयो र इभिनिङमा बेलुका पनि कोपीहरू रोप्नु पर्ने कामहरू थियो। सो त्यो कोपीहरू रोप्नु कामहरू गऱ्यो हामीले। अन्त चाहिँ त्यो भएर चाहिँ अन्त आफ्टर टिका पनि काम सघाएर मात्रै फर्किनु पर्यो सोचेको थिएँ। बट भएन। रोडको कन्डिसन यस्तो छ, देख्न सक्नुहुन्छ। हाम्रो घर जाने रोड हो र यतापट्टि यस्तो खालको रहेको छ। यहाँ पर भाइ कुद्दैछ, अहिले म भाइ पनि देखाउँछु। भाइ चाहिँ किन फर्केको मसँग भन्दाखेरि चाहिँ अलिकति सामान छ पर है, कलर, किनभने घरमा अलिकति लगाउनु कलर नपुगेकोले गर्दाखेरि चाहिँ फेरि मगाएको छु। गाडीमा आउँदैछ। अन्त धेरै छैन, 4-5 केजी मात्रै छ। अलिकति पेन्डिङ रहेकोमा चाहिँ मैले भाइहरूलाई लगाउनु भनेर चाहिँ भनिरहेको छु है। अन्त त्यो हुँदाखेरि चाहिँ पर मगाएको छु। सो ल्याउनु गएको भाइ चाहिँ, र म चाहिँ त्यहाँदेखि उता जान्छु, भाइ चाहिँ यता फर्किनुहुन्छ। र मेरो कान्छो भाइ चाहिँ यहाँ कुद्दैछ। ओ यता हाई भन् त। मेरो कान्छो भाइ यहाँनिर हाई गर्दै यहाँ मेरो चाबी हेलमेट सबै डोकोमा बोकेर हिँड्दैछ, किनभने डोको खाली नै छ नि त अहिले चाहिँ। त्यही मेरो चाहिँ नमाने पनि फ्यामिलीहरूसँग भेटघाट भयो, घरको धेरै कामहरू गर्नु पायो है। त्यसैमा म चाहिँ धेरै खुसी छु। सेलिब्रेसन नगरे पनि, किन धेरै अगाडि सोचेको कामहरू घरमा है कम्प्लिट गर्नु पाएँ होइन। अन्त चाहिँ परिवारसँग भेट्नु पाएँ, फ्यामिलीसँग भेट्नु पाएँ, सबै खाने त पनि होइन। यो आफ्नो गाउँघरको बाटो हिँड्नु पाउँदाखेरि, गाउँघरमा आएर है 2-3 दिन बस्नु पाउँदाखेरि आफ्नो घरमा है होइन धेरै खुसी लाग्छ। र त्यो धेरै खुसी र यादहरू सम्झनाहरूको साथमा है फर्किँदैछु म चाहिँ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ है, थ्याङ्क यू सो मच फर वाचिङ। सो म चाहिँ लाग्नु पर्ने हुन्छ। सो बाई बाई।